ल यो हाम्रो माइलो बाको घर यता कविता माइलो बा कृष्ण राई ईश्वर दाई जो भन्यो नि यो घरहरू नि यस्तो भएको छ यता है घर मुनितिर ल अम्बा फलेर ल कोही टिप्दैछ नि एकजना यहाँ कसले खाने है अम्बा पसार छ उता भोगटे अम्बा गाउँमा मान्छे छैनन् ल आँगनमा आयो त आँगनमा आयो स्यालै लुक्छ यार स्याल लुक्यो नि देख्दैन ल यस्तो बाक्लो घाँस ल यो आँगनमा गुच्चा खेल्थ्यौँ पहिला हामी यो आँगनमा घुर्रा गुच्चा ल अहिले यहाँ ल यो जेठा बाको घर यतापट्टि यहाँ भोगटे टन्नै फलाएर चाहिँ कसले खाने सेतो भोगटे हो क्या अरे यो सेतो हो जेठो बाको माइलो बाको रातो थियो हामी खान्थ्यौँ पहिला लगेर साँधेर यस्तो भएछ यता नासपतिको बोट सकिसक्यो होला अहिले फलिकन नयाँ त यहाँ शून्य छ हाम्रो गाउँघर दाजुभाइ कोही विदेशिनु भयो कोही सहर पस्नु भयो अब गाउँमा अवसरको खोजी गर्दा गर्दै गाउँ त रित्तै रित्तो ल पुरानो याद आउँछ यहाँ टेकेपछि यतिखेर हामी टिका लाउन भनेर आउँथ्यौँ माइला बाकोमा यतातिर यहाँ डुलिन्थ्यो पल्लो घरबाट आयो कहिलेकाहीँ दुईचोटि पनि लाइन्थ्यो टिका हिजो लगाइदिएकै छैन भनेर पैसा लिनलाई अब अहिले शून्य छ यार घर गाउँ